साधु बाबाको इमेज बनाउन एक प्रम्प्ट लेख लोकेसन चेन्ज भएको इमेज बनाउन JEMI भन्छ यहाँ प्रम्प्ट आयो होइन इमेज बनाउनलाई तर हामी काम चाहिँ Google Gmail Gmail यहाँपछि यो प्रम्प्टलाई कपी गरेर जेमिनीमा गयो होइन जेमिनी लगइन गरेपछि यस्तो इन्टरफेस आउँछ होइन आइसकेपछि यहाँ इमेजमा क्रिएट इमेज यस्तो यस्तो भन्छ नट नगर्नु होइन अनि यहाँ गएर क्रिएट इमेजमा क्लिक गरेर होइन यहाँ अनि यो फर्म हाल्नु इमेज बनाउँछ यहाँ यसरी इमेज बनाएँ अनि यसलाई फेरि डाउनलोड गरेँ फेरि अर्को इमेज प्रम्प्टै नदेखिन जेमिनीमा गयो फेरि पेस्ट यो नदेखिकन गएको जस्तै यहाँ होइन यस्तो यो चाहिँ अलिक साधारण सिम्पल भयो होइन अब यहाँ अर्को एउटा प्रम्प्ट पनि हाल्न सकिन्छ यहाँ चाहिँ अलिक के भन्दाखेरि अलिक मोटो मोटो मान्छे भएको मोटो मान्छे भएको सेतो दारी भएको चाहिँ साधु बाबा आइएम इमेज बनाउनु पाँचवटा प्रम्प्ट लेख मान्छे भएको हुँदैन शरीरै त शरीर अलिक मोटो शरीर भएको सेतो दारी भएको साधु बाबाको इमेज बनाउनु पाँचवटा प्रम्प्ट लेख त्यसरी लेख्ने होइन लेखिसकेपछि त्यसको आइएमए जिई इमेज आरएटिआइयो इमेज रेसियो भनेको चाहिँ होइन यो भर्टिकल र होरिजेन्टल हुन्छ होइन त्यो युट्युबमा हेर्ने सिधा मोबाइल यस्तो ठाडो मोबाइल क्या त्यस्तो खालको इमेज बनाउनु चाहिँ यस्तो भनेको होइन त्यसरी इमेज रेसियो YOUTUBUTH थम्बनेलको जस्तै रेसियो भएको अब यहाँ इन्टर गरेँ जेमिनी एआई प्रम्प्टै यहाँ यसरी त्यो होइन अब यहाँ मैले फेरि कपी गरेँ अनि यहाँ गएर फेरि जेमिनीमा जानु यहाँ गएर पेस्ट गर्ने अब यसले बनाउँछ फोटो है ठ्याक्कै यस्तो बनाएँ इमेज यो चाहिँ 1:1 रेसियो भएन चार पार्टै मैले चाहिँ त्यो युट्युबको थम्बनेल हुन्छ नि यसो अलिक लामो भएको त्यस्तो भनेको यस्तो चाहिँ अलिक गरेन होइन तर ठिकै छ यस्तो बनाएँ यसलाई सर्लक्क डाउनलोड गरेँ ल हामीले यहाँ इमेज बनाउन सिक्यौँ अब यसलाई हामी बोल्ने कसरी त्यो हामी सिक्छौँ है त अर्को भिडियोमा